योपालि चाहिँ चुना लाग्यो मलाई चुना। म चाहिँ भर्खर खाना खाएर आएको होइन अनि म चाहिँ अहिले यहाँ वाइफाईको लागि कुरेर बसिरहेको छु कि खासमा मेरो नेट चाहिँ सकिने बेला चाहिँ भएको थिएन तर योपालि चाहिँ मेरो वाइफाई लगभग 10-11 दिन अगाडि नै सक्यो। साला यो दुख का खत्म नहीं होता बे। त्यही भएर म चाहिँ अहिले वाइफाई कुरिरहेको छु अनि वाइफाई दिने मान्छे चाहिँ ड्युटीबाट फर्किरहेको छैन रहेछ क्या अनि फोन गरेर सोधेको थिएँ अझै 10-15 मिनट वेट गर भनेको छ त्यही भएर म चाहिँ कुर्दैछु। सधैँ टाइम टु टाइम नै सकिरहेको थियो खै योपालि चाहिँ के भइगयो फेरि नेट अब नेट त हाल्नु पऱ्यो सकेपछि त के गर्नु छिटो ढिलो सक्यो पनि बिना नेटको त टाइम पास त हुन्न नि त। अब सुत्ने भनेको त्यही 9-10 बज्छ रातिको अनि अब ड्युटीबाट फेरि दिउँसै आइन्छ 4-4:30मै। त्यही भएर म चाहिँ अहिले वाइफाईको वेटिङमा गर्दैछु त्यो वाइफाईको मान्छे ड्युटी सकेर कतिखेर आउँछ त्यसको वाइफाई हालिहाल्नुपर्ने हुन्छ है। योपालि चाहिँ चुना लाग्यो मलाई चुना चुना लाग्यो मलाई चुना दुईचोटि हाल्नु पऱ्यो टाइमै भएको थिएन टाइमभन्दा अगाडि नै वाइफाई हाल्नुपर्ने भइहाल्यो। फेरि मसँग त्यो बिल पनि अर्को राखेको छु कि हाम्रो चाहिँ यो यस्तो बिल हुन्छ अनि यो चाहिँ फेरि अर्को पहिलो महिनाको छ कि नयाँ चाहिँ हालेर फाल्दैछु पुरानो चाहिँ राखेको छु कि मसँग त्यो पनि फेरि मसँग मिस्टेक भयो कि नभए अहिले मैले देखाउनु मिल्थ्यो नि त त्यहाँ सबै डेट नाम लेखेको हुन्थ्यो मैले नयाँ चाहिँ फाल्दैछु पुरानो चाहिँ राखेको छु त्यही भएर अब केही छैन मेरै गल्तीले हो। त्यही भएर अब चाहिँ वाइफाईको मान्छेलाई पुरेर बसिरहेको छु है। 2000 years later फाइनली मैले चाहिँ नेट आइसकेको छ मेरो यो देख्न सक्नुहुन्छ दुईवटा छ यसपालि चाहिँ मैले फोटो पनि खिचेर राखेको छु अनि अर्को चाहिँ एउटा साथीलाई हो ऊ पनि कुरिरहेको रहेछ अनि मैले आएको छैन मैले भर्खर फोन गरेर सोधेको भन्दाखेरि त्यसो मेरो लिदिउन भन्दै थियो त्यही भएर लिएको छु। अब चाहिँ फेरि आइएम ब्याक टु अनलाइन अब चाहिँ मजाले 10 बजीसम्म केही चिन्ता हुँदैन टाइम बित्छ। यसपालि चाहिँ मैले फोटो पनि खिचेको छु पहिले अब बाइचान्स यो कार्ड हराइहाल्यो भने पनि फेरि हाल्नु मिलोस् भनेर। ओके बाई बाई थ्याङ्क्स फर वाचिङ।